सम्माननीय सभामुख महोदय, विशेष गरेर आज विनियोजन विधेयक 2082-83 को बारेमा हामी यहाँ छलफल गरिराखेका छौँ। विशेष गरेर यो बजेट कहाँ कति पर्यो भन्ने भन्दा पनि अब यसो नीतिगततिरै जानु पर्यो। पूर्वका साथीहरूले नि भन्नुभएको छ, अब यहाँ कराएर केही बोलेर बजेट थपिने पनि होइन, केही लेखिने पनि होइन। यो नेपालको पार्लियामेन्ट सिस्टम पनि हो, अन्तको सिस्टम पनि त्यही होला। तर त्यतातिर अब चित्त बुझ्ला नबुझ्ला आफ्नै ठाउँमा रहला, त्यताभन्दा अन्तपट्टि लाग्नु पर्यो जस्तो लाग्यो मलाई। विशेष गरेर आज सम्मान्य सभामुख महोदय 10 वटा मन्त्रालयको बारेमा छलफल छ। यो 10 वटा मन्त्रालयको छलफलमा एउटा सांसदले 5 मिनट 6 मिनट 10 मिनट ल्याएर कसरी व्यक्त गर्न सकेला? यो त अत्यन्तै कठिन परिस्थिति भयो। यो त हाम्रा लागि त उही स्वस्तानीमा लेखिया छ, 1000 नाक भएका शेषनागले मात्रै यसलाई व्यक्त गर्न सक्छन् भने चाहिँ त्यही हालतमा पुग्यो त हामी त। पहिला यस्ता ठुला मन्त्रालय गर्दा 2टा मन्त्रालयमा 2 दिन जति पनि लाग्थ्यो, कहिले 3टा मन्त्रालयमा छलफल हुन्थ्यो। 10 जना मन्त्री हुन्थ्यो, सबैलाई कुरा सुनाउने मन छ, कसैलाई सुनाउनै नसकिने हालतमा पुग्यो। यसका बारेमा आउँदो दिनमा यसलाई विचार गर्नुपर्छ कि भन्ने मेरो जिज्ञासा र मेरो अनुरोध मात्रै हो। यस बारेमा पनि जहाँसम्म छ अहिलेको राजनीतिक परिस्थितिमा अब केही दिनदेखि चौथो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ठाउँै छोडेर हिँडिसक्नु भयो। उहाँहरू के कारण हो थाहा छैन। पार्लियामेन्ट सिस्टममा आइसकेपछि यसको नियमहरू पालना गर्नुपर्छ भन्ने कुरो मैले भनिरहनु पर्दैन, मलाई पनि थाहा छ। मभन्दा धेरै अरू जान्ने धेरै मान्छेहरू हुनुहुन्छ, धेरै माननीय जीवहरू हुनुहुन्छ, तर उठेर हिँडिरहनु भएको छ। अब नारा लाउनुहुन्छ, कुरा राख्नुहुन्छ, हिँड्नुहुन्छ। मेरो आग्रह के हो भने सरकार भनेको अभिभावक हो है। फेरि सरकारले अभिभावकले के गर्ने त त्यसबारेमा सोच्नुपर्छ कि अलिकति सरकारले। सधैँभरि यही तरिका भयो भने त नेसनल रूपमा पनि धेरै राम्रो देखिन्न, इन्टरनेसनली पनि धेरै राम्रो नदेख्याला नि त। अलिकति सोच्ने कि म यो पनि भन्न चाहन्छु, फेरि प्रजातन्त्रको सुन्दर पक्ष भनेकै असहमतहरूलाई सहमत बनाउने पनि त होला नि त। हामी त अभिभावक छौँ। हाम्रा नेताहरू वास्तवमा अत्यन्त इतिहास बोकेका नेताहरू हुनुहुन्छ, अहिले सरकारमा बसेका। अस्ति 2 बुँदे सहमति गर्ने ऐतिहासिकहरू हुनुहुन्छ। ती 3 पार्टीका त्यति ठुला नेता हुँदा पनि अब भर्खर प्रजातन्त्रमा खेल्नै आएको भन्न त उहाँहरू आफै नयाँ भन्नुहुन्छ, म त्यो त भन्दिनँ। उहाँहरूलाई पनि अलिकति के हो सरसल्लाह गरेर मिलाएर यो हाम्रो सभाको सुन्दरता बढाउनका लागि पनि अथवा उहाँहरू पनि जनताका कुराहरू निर्वाचित भएर आउनु भएको छ सुनाउनका लागि पनि अलिकति सरकारले त्यसतर्फ पहल गरोस् भन्ने मेरो सरकारसँग मेरो हार्दिक आग्रह पनि छ। अर्कोतिर आज अब नम्बर 1 मै परेको छ सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ। अब धेरैभन्दा समय पनि छोटो हुन्छ। सरुवाको सक्रिय प्रणाली बनाउने भनेर ऐनमा व्यवस्था गरेकै छौँ हामीले। अब बढुवाको वैज्ञानिक तरिकामा जाउँ भन्ने कुरा पनि भएकै छ। सुशासन के भने मुलुककै लागि आवश्यक छ भन्ने कुरा सबैले फिल गरेका छौँ। फेरि यो के भने स्थायी सरकार पनि हो। राजनीति अस्थायी होला, यो त स्थायी सरकारका बारेमा अलिकति सोच्नु पर्यो। म के आग्रह गर्न चाहन्छु भने यी कुराहरू त छँदै छन् स्थायी सरकारको, तर अस्तिको चोटि जो 15 गतेको जो मङ्गलबारको दिन यहाँ विधेयक पेश भयो, विधेयक त्यो दिन पास गर्ने तरिकाले आइराखेको थियो। तर अचानक त्यो विधेयक हटेर गयो। सम्मान्य सभामुखज्यू, मैले त अर्को दिन आउला, बुधबारको दिन आउला भन्यो, त्यो बुधबारको दिन पनि आएन। कता कता सुने बुधबारको दिन बैठक हो भन्ने कुरा सुने र कुलिङ पिरियडमा आपत छ भन्ने कुरा पनि सुने। म यो कुरा पनि आग्रह गर्न चाहन्छु कुलिङ पिरियडका बारेमा। राजनीतिक नेतृत्व र ब्युरोक्रेसीको बिचमा कटअप गर्नका लागि कुलिङ पिरियड राखिएको 2 वर्ष। म पनि त्यही समितिको एउटा सदस्य हुँ। पदमा हुने बेलामा आश्वासन दिएर मनोमानी काम गर्नका लागि हटाउनका लागि पनि त्यो कुरा राखिएकै हो। अर्को कुरा, मुख्य सचिव नेपालमा 2 जना मान्छे मैले बुझेछौँ, 2 जना मान्छेले मात्र पुरा कार्यकाल पाए। एक दिन अगाडि बनाएर अर्को ठाउँमा पठाउने, भोलिपल्ट राजीनामा गरेर अर्को ठाउँमा पठाउने, सरुवा र बढुवा गरेर सबै मनपरी त्यहाँ तन्त्र चलेकाले कुलिङ पिरियड राखेको लुगाउने कुरा छैन यो कुरालाई। त्यसैले म आग्रह गर्ने 3 जना मन्त्री हुनुहुन्थ्यो, गृह मन्त्रीजी हुनुहुन्थ्यो, शिक्षा मन्त्रीजी हुनुहुन्थ्यो, सामान्य प्रशासन मन्त्रीजीले धेरै कुरा भनिसकेपछि हाम्रो पनि केही विमतिहरू थियो, ल भइहाल्यो त यतिमा जाउँ भनेर सर्वसम्मत गरेकोलाई यहाँ ल्याएर फेरि फिर्ता गर्दाखेरि मिडियादेखि सारा कुरामा टर्चर गर्ने कुरालाई यो धेरै राम्रो भएन। त्यसैले यो विधेयक सकिन्छ भने भोलि नै ल्याउँ, म त भन्छु पर्सि नै ल्याउँ। 1-2 घण्टामा पास गरेर यो विधेयक पठाइदिउँ राष्ट्रिय सभातिर, उसले आफ्नो अधिकार प्रयोग गर्ला, जे होला त्यहाँबाट आउला। यहाँबाट परिणाम खोज्ने काम नगरौँ भन्ने मेरो सबैसँग मेरो आग्रह पनि मलाई आग्रह छ भन्ने कुरा पनि म राख्न चाहन्छु। त्यसै गरेर अब के भने दोस्रोमा परेको छ गृह मन्त्रालय। गृह मन्त्रालय मुलुकको समग्र वास्तवमा व्यथितिलाई कन्ट्रोल गर्ने यो के भने एउटा मेकानिजम पनि हो। सुरक्षाको पहिलो चरणको सबै जनताका घरमा पुग्ने यही एउटा सुरक्षाको निकाय छ। यसलाई तमदुरीका साथ अगाडि ल्याउनलाई पनि गृहमन्त्रीजीले अहिले ऐनहरू पेश गर्नु भएको छ, त्यतातिर हामी जाउँला। र विशेष गरेर के भने योमा देशको सुरक्षा त छँदैछ समग्रलाई। के भने जहाँसम्म सङ्गठित अपराध र
ठगीको जस्ता के पनि नेपाल प्रहरीले सिआइबीले हेर्ने कुरा पनि यो भित्र पर्छ। यसलाई गम्भीरताका साथ सबैले सोचौँ। मुलुकको वस्तुस्थितिलाई सोचेर के गर्न उपयुक्त हुन्छ त्यसतर्फ हामीले आफ्नो मेकानिजमलाई के भने अलिकति हामीले राम्रो तरिकाले अलि हामीले गरौँ। म आग्रह, अन्यथा नहोस्। मुलुकमा व्यथिति छ है, मुलुकमा भ्रष्टाचार व्याप्त छ है भन्दै आएको छ, भनिरहेका छौँ। यतातिर पनि गृहले अलिकति ध्यान दिने हो कि। म माननीय गृहमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। गृहमन्त्रीज्यूले भाग लगिरहेको एउटा विधेयक थियो, एउटा के भने यो वाला अख्तियारवाला विधेयक छलफल भयो, उपसमितिमा छलफल भयो, उपसमितिले पास गरेर के भने फुल समितिमा पठाइयो। फुल समितिमा छलफलै नहुने परिस्थिति कसरी तयार भयो? फुल समितिको अधिकार छ, फेल गर्न पनि सक्ला, पास गर्न सक्ला। 12 जनाको समिति हुँ, तर समितिमै त्यो विधेयक नल्याएर के भने बेग्लै टङ्गाइदिने परिस्थिति पनि मुलुकको राम्रो भएन। सरकार विधेयकसँग डढाइराखेको छ, विधेयकसँग सरकार भागिराखेको छ, विधेयकमा सरकारको रुचि छैन भन्न अब बाध्यता परिस्थिति किन तर्जुमा गर्नु भएको छ? त्यसैले म माननीय गृहमन्त्रीको अनुरोधमा जहाँ पुग्ने हो यो विधेयकलाई छिटोभन्दा छिटो ल्याएर यसलाई छलफलको विषय बनाइयोस् र राष्ट्रिय सभाबाट आएको त्यसमा पनि एउटा कुरा नीतिगत निर्णय राष्ट्रिय सभाले जस्तो पठाएको छ हामीले त्यही कुरा राखेका छ। किनभने कुनै व्यक्ति वा समूहलाई मात्र फाइदा हुने कुरा नीतिगत निर्णय हुन सक्दैन। एवं म धेरै व्याख्या गरिनँ। सूर्यनाथ उपाध्यायजीको अख्तियार पर्नुको व्याख्या बेग्लै छ। मैले त्यो बेलाको प्रधानमन्त्री लाउडाको केसमा स्पष्टीकरण लगेर सजग पनि बनाए भन्ने छ। अहिले प्रेम राईजीले फेरि सोध्नु भएको छ क्याबिनेटको निर्णयमै, यो आफ्नो ठाउँमा होला, तर अरूले भन्दा पनि ऐनभित्रै सबै कुरा बाँधेर मुलुक एउटा सिस्टममा चलाउनु पर्छ भन्ने मेरो तपाईँहरूसँग हार्दिक आग्रह हो। अब म शिक्षा मन्त्रालयतिर जानलाई त्यही बेला हतार भएको छ, धेरै व्याख्या पनि गर्न नपाइने भइसक्यो। अब के भने शिक्षामा मैले धेरै छोटो समय चाहिँ भनिदिनु, एउटा विद्वानले भनेको थिएँ कुनै देशलाई बिगार्नु छ भने त्यसको शिक्षा नीति बिगारिदिनुपर्छ, देश आफै बिग्रिन्छ भन्ने थियो उनको भनाइ। कि जस्तै इन्जिनियर बन्छ घर भत्किन्छ, डाक्टर बन्छ मान्छे मारिदिन्छ, अर्को बन्छ अर्को हुन्छ। आज त्यो परिस्थितिदेखि हामी जोग्यौँ है। म कर्णालीको बासी हुँ, मैले हेरेका विद्यालयमा टिनका पाता पनि छैन, घरहरू भत्किया छ, कहीँ शिक्षक छैन, कहीँ के छ, व्यथिति छ। तिनले कम्पिटिसन कोर्समा गर्नुपर्छ, काठमाडौँको बोर्डिङमा पढेको मान्छेसँग विद्यार्थीसँग कम्पिटिसन गरेर आउनुपर्नेछ। यसका बारेमा आमूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ। शिक्षा मन्त्रीज्यू, म आग्रह गर्न चाहन्छु। मुलुकमा के भने मुलुकमा गुणस्तरीय शिक्षा भनेको के हो? त्यो गुण भनेको खाने गुण हो कि भन्ने यस्तो वातावरण बनिसकेको छ हाम्रो कर्णालीतिर त। त्यसैले त्यसतर्फ पनि अलिकति के भने शिक्षाले ध्यान दिऊ भन्ने मेरो तपाईँहरूसँग हार्दिक मेरो आग्रह पनि छ। अब शिक्षाको जहाँसम्म लाग्छ म यो कुरा भन्न चाहन्छु, शिक्षकहरू आगो फायर भन्छ क्या इङ्ग्लिसमा, शिक्षकहरू आगो भएर बसेका छन्। यो विधेयक 15 गतेसम्म ल्याउने भनेको अझ गरेका छैन। सम्झौता गर्दा कसैलाई अप्ठ्यारो नलाग्ने, जेमा पाए त्यहीमा सम्झौता गर्दै जाने। विधेयक बनाउँदाखेरि कम्पडामा हात लाएर बस्ने काम पनि गर्नु हुँदैन। शिक्षकहरू फायर आगो भएर आए पनि भोलि फेरि यही सडकमा आगो भएर आयो भने आगोसँग खेल्नु हुँदैन। शिक्षा मन्त्रीजी, म भन्न चाहन्छु शिक्षकले 50-60 हजार मान्छे सडकमा उतारेका छन्, तिनले फेरि त्यही तरिकाले उगेर आगो भएर आए पनि त्यसको समाधान कसले गर्ने हो? आज हामी के भनेपछि निजामतीको ऐन बनाउन पनि कन्जुसी गर्ने, यहाँबाट फिर्ता गरेर कहाँ लगाएको छ थाहा छैन मलाई। अर्को के भनेपछि त्यो अर्कोवाला के भन्छ अख्तियारको ऐन पनि के भने पुस 4 गते पेश 81 पुस 4 गते पेश गरेको, अहिलेसम्म त्यो ऐन आइसियुमा छ कि केमा छ त्यो पनि थाहा नहुने। शिक्षकसँग कमिटमेन्ट गर्न सक्ने शिक्षाको ऐन पनि हामी ल्याउन नचाहने। मुलुक यसरी चल्छ? यही रबाबमा मुलुक चल्दै जाने हो? यसरी मुलुक चल्न सक्दैन भन्ने कुरा म आग्रह पनि गर्न चाहन्छु। जहाँसम्मको अरू कुराकानी छ, जस्तै अहिले अब अलिकति तलतिर जाउँ। अब के भने के हो यो टेक एन्ड पे भने? यो विद्युत उत्पादन गर्ने हो कि विद्युत उत्पादनलाई बन्द गर्ने? मैले बुझेको छैन। म बुझुला केही दिनमा के हो यो। अब विद्युत उत्पादन धेरै गर्ने भने टेक एन्ड यसैलाई राखौँ, होइन विद्युतबारी सब बन्द गर्ने भने यसलाई बन्द गर्नु परेन? मुलुकमा खेलबाड गरिरहने जतिखेर पनि तपाईँहरूले खेलबाड गर्ने, हामीले बाहिर गएर जनताको अगाडि हामीले उत्तर दिन परिरहने के हो यो? के नाटक गरिराख्या मुलुकका लागि? यसका बारेमा पनि तपाईँहरूले सोच्नुपर्छ भन्ने मेरो तपाईँहरूसँग आग्रह छ। आज सौभाग्यले 10 जना मन्त्री हुनुहुन्छ, यहाँ के 10 जना मन्त्री हुनुहुन्छ। मैले भन्नुपर्छ मुलुकको अवस्था धेरै राम्रो छैन। मुलुक ग्रे लिस्टमा परेको छ। 2 वर्षको समय मागेका हुँ, 6 महिना गइसक्यो, 1.5 वर्ष बाँकी छ। म तपाईँलाई आग्रह गर्न चाहन्छु, मुलुक ग्रे लिस्टमा परेको ऐन नबनाएर होइन। 22 नम्बर चाहिने ठाउँमा 28 नम्बर मुलुकले प्राप्त गरेका छ, तर कार्यान्वयन नभएर यही फिचलो कारणले आज मुलुक ग्रे लिस्टमा परेको छ। तपाईँले 6 महिनाभित्रमा अब 1.5 वर्षको समय छ, त्यसमा हामी अगाडि बढ्नु भने के परिस्थिति हुन्छ मुलुकको? 10 जना मन्त्री हुन्छ, त्यसका बारेमा पनि सोच्नुहोस्। म अर्को भन्छु, ट्रान्सपरेन्सी इन्टरनेसनलले आज वास्तवमा हामीले 135 राष्ट्रमध्ये 134मा झऱ्यौँ एकचोटि। हामीले के भने हामी 35 नम्बर पास छौँ, अहिले 34 नम्बर पास छौँ। अति व्याप्त भ्रष्टाचार मुलुकमा हाम्रो मुलुक छ। आज यो स्थितिमा हामी बसिरहेको अवस्था हाम्रो छ।
आज मन्त्रीज्यूहरू, प्रधानमन्त्रीज्यूहरू, राष्ट्र सेवकहरू सबै जनताले यस बारेमा सोच्ने कि नसोच्ने? यो परिस्थिति आज मुलुकको छ। जहाँसम्म बजेटका बारेमा कुरो छ, नेपालीको एउटा उखान थियो, सभामुखज्यूबाट आइसक्यो, अब के बोलेरै बोलिसकेपछि मुलुकमा एउटा के भने उखान थियो, के थियो भने मौरी काट्नेले हात चाड्छ भन्ने थियो, स्वाभाविक हो। यहाँ मौरी काटेर सबै मह खाइदियो यो बजेटमा भन्दै बिदा हुन्छु। धन्यवाद।